भूर्भुवना धरती पृथिव्याम अब ठाडको लागि ओम धान्य शोधनम त्यहाँ धान छ धान पनि छुइदिनु ओम धान्य शोधनम एकदम छोया हुन्छ हजुर सुन्नुहुन्छ ओम धान्य प्रणामाय देवता देवतानं प्रसीतिः मनुष्ये धन्ये देवावे सविता हिरण्ये पापानि प्रतिकृत्वाना सिन्धूना पानिना चतुर्षेः त्वमः परोपयोषिः अथ कलशनु त्यहाँ पञ्चपलक त्यहाँ पाँचवटा पाँच सुइदिनु पञ्चपलक हाम्रो के पुरै गति छ देवेना युगे पुरा मनौ नुवेना स्तुत स सप्त चह पञ्चरत्न ओम हिरण्ये गर्भ गर्भस्तु सुभूत जात परिचेक आशित सदा धातु पृथिवी मा द्यामु सप्तमित्रीय 60 को माटो चुटितिर ओम सप्तमित्रिकाय ओम सर्व प्रथा पंच फलकम त्यही 5 र 5 त्यही पूजाहरू ओम अतिना देवानी दिव्यो वसति दाना भोग भोजना कलसी असमानो आयुः कप्रमोनि ओम जल्ले ओम सर्वे समुद्र जलदानं आयु यजमानस्य कलशी मुखे विष्णु कंठे रुद्र समाश्रम मूल्यत्वानं स्त्रो ब्रह्मा मध्ये मातृगणा स्वस्ति उषौ सागरं सप्त सप्तदीपान वसुन्धरा ऋग्वेद यजुर्वेद सामवेदं ओम देवा वना सप्तमा मध्यमा महादेवं प्रउपते सदा सर्वेशः यत कामफल जलो भवम सर्विता पाइप माथि गाछ पाइप बुवाको पनि त्यहाँ नि त्यो माथि गाछ पाइप त्यो माथि पाइप पुग्छ गरे ओम पूर्व कलशास्त्रम पूजा क्रोतेम ल हुन्छ
भयो ओम भूत अन्ति शान्त सुपुत्र कामिरो तपेटा कोटा फेर चिन्न मोडमा हा अल्लाह हुन्छ भाइहरुले चाहिँ ठाउँ हुन्छ हुन्छ अहिले तसत यो गाईको गाली कता थियो हे यो गाईले त कसरी हगेछ यो गाईले त साउ गराउँछ साउ बनाउँछ भने चाहिँ मैले अघि नै बुहारी यो गाई ढिनालाई त उमो बनाउने हो यो गाईको गाई कोरेर लैजाऊ है कोरेर ओम यानी कसको लागि यसरी एउटा दुख्ने दुईटा दुख्ने दाइरा दिएर हुनु उठर पनि उठ्छ तल ओम यानी कानी के बाबा बाजेको पूजा गाइस यानी कानी के बाबा नि पर हचिनु परे यानी कानी के बाबा नि पर तिनचोटी घुम्ने गाई सुगा फेरि त्यो कुद बुद आउने बेला अरू गाईले उगार्दै नि यसले त फेरि तिम्रो जाने केही त्यो अब खुल ढोगर आफै खुल ढोग्नु पर्छ अब समासमा खोल्दिन्छु छुरी ढोकेर आइदियो भयो हुन्छ 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 त्यो छुरी ढोकेर त त्यो उठाउने कहाँ गाईले उठाउने त लाग्यो ल हुन्छ 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 यो ल गाईलाई त ल हुन्छ